झापाखेलको हामीले भोग्नु परेको समस्याको बाटो चाहिँ यहाँहरूलाई देखाउन गइरहेको छु है। अहिले टोक्नुपर्छ। यो चाहिँ हाम्रो झापाखेलको बाटो है। अब यो क्यामेरा चाहिँ अडियो भनेदेखि ठिकै छ, भिडियो खिच्न सकिएला। र झापाखेल चाहिँ ललितपुर महानगरपालिका अन्तर्गतको यो 24 नम्बर वार्डको बाटो हामी देख्न सक्छौँ। छेउछाउमा पुरै भत्काएको अवस्था छ। हुन चाहिँ यो बनाउनलाई नै भत्काएको अवस्था हो, तर यो भत्काएको पनि 2 महिना भइसक्यो र बाटोको अवस्था यस्तो खतम छ कि मेरो यो क्यामेरा चाहिँ झऱ्यो भनेदेखि झर्न पनि सक्छ। सुमेरु हस्पिटल अथवा तल कुमलटारसम्म पुग्दाखेरि। हेर्नुहोस्, म यो भिडियो चाहिँ एउटा आम नागरिकको हिसाबले राज्यलाई एउटा प्रश्न गर्न चाहन्छु। प्रश्न के हो भने, एउटा यो महानगरपालिकाको बाटो चाहिँ यस्तो छ। यो पनि वर्षौँदेखि यो ढलानमा यहाँ सबै डन्डीहरू देखिसकेको छ। मेरो क्यामेरै तल झरिसक्यो। क्यामेरालाई पहिला माथि राख्नु पर्यो। क्यामेरै अडिने अवस्था छैन। र यो चाहिँ यो ढलानको बाटो 1 वर्ष पनि नटिकेको बाटो चाहिँ यही हो। मैले बारम्बार भन्दै आएको छु, विकासको एउटा यो नमुना काम हो। सबै डन्डीहरू सबैतिर देखिरहेछ। यो यहाँबाट मैले चाहिँ अलिकति थोरै आफू दैनिक हिँड्ने बाटो मात्रै मैले यसमा देखाएँ, तर यहाँदेखि माथि ठेचोसम्मै अहिले म यता कुमलटारतिर सातो बाटोतिर जाँदैछु। यो बाटो चाहिँ ठेचोसम्मै यस्तै अवस्था छ। चौडा गर्नलाई कोसिस नगरिएका होइनन्, विकासको लागि पनि पहलै नभएको पनि होइन, उहाँहरूले गर्न चाहिँ गरिराख्नु भएको छ। तर सम्बन्धित निकायको ध्यान चाहिँ उचित मात्रामा पुग्न नसक्दाखेरि लामो समयपछि यो अहिलेको यो पिच बाटो चाहिँ यो बाँसगारीबाट कृष्ण मन्दिरसम्म चाहिँ यो पिच बाटो बनेको छ। तर यसमा फुटपाथ छैन। मैले योभन्दा अगाडिको भिडियोमा पनि भनेको थिएँ, फुटपाथको अवस्था चाहिँ एकदमै नाजुक छ। यहाँ कतिले त मकै पनि उतातिर हेर्ने हो भने त मकै सकै रोपेर फर्सी रोप्ने अवस्था फुटपाथमा आइसकेको छ। यहाँनिर चाहिँ अलिकति बाटो चाहिँ यो भर्खरै बनेकै बाटो हो, तर यहाँनिर यो जुन देखिरहेछ यो सबै भत्किसकेको छ। आशा गरौँ यो बाटो चाहिँ अलिकति लामो समयसम्म टिकोस् भनेर। तर एउटा महानगरपालिकाको यो ललितपुर ठेचोको सडक चाहिँ अत्यन्तै यहाँका नगरवासीहरूलाई अथवा यहाँका आम नागरिकलाई चाहिँ एकदमै मार्का पर्ने गरी यो व्यवस्था गरिएको बाटो हो। र यसमा नागरिकहरूले पनि एकदम आफ्नो आवाजहरू त्यसरी कुनै माध्यमबाट उठाउन नसकेको कारणले गर्दाखेरि पनि यो एकदम ढिला सुस्ती भइरहेको छ। र अहिले त यो 11 बज्दैछ, अफिस आवर पनि होइन, तर यहाँको अवस्था हामी देख्न सक्छौँ। यो पुरानो बस्ती हो। यो झापाखेलको यो 23 नम्बर पर्छ र यो अव्यवस्थित
झापाखेलको यो सडकलाई हेर्दाखेरि हामी पुल्चोक र कुपनडोललाई हेरेर चिरीबाबु म अर्जनको हामीले जय जयकार गरिराख्न चाहिँ मलाई त्यति ठिक लाग्दैन। किनभने अरू ललितपुरमा अरू पनि थुप्रै ठाउँहरू होलान्, तर यो चाहिँ खास भौतिक पूर्वाधार अथवा भौतिक पूर्वाधार मन्त्रालय अथवा यो सहरी विकास सडक विभाग कसको अन्तर्गत पर्छ? मेरो विचारमा यो पूर्वाधार बनाउने चाहिँ महानगर अन्तर्गत पर्दैन होला। तर सरसफाइ र यहाँको चाहिँ सरसफाइको अवस्था चाहिँ हामी अहिले यहाँ देख्न सक्छौँ। मेरो क्यामेरै 3 चोटि सारिसक्नु परेको छ। सायद यो खसेन भनेदेखि म भिडियो देखाउन चाहिँ सक्छु होला। र यहाँ यति असहज परिस्थिति छ कि अब मैले त केही थोरै अंश मात्रै देखाएँ पानी पर्दाखेरि, अनि अरू बेलामा सबभन्दा चाहिँ यो अहिले अगाडि देखिराखेको यो बाटो, जुन बाटो चाहिँ पानी परेको बेलामा यहाँ भल बग्छ र यो भल बगेको बेलामा यहाँ गाडीहरू फस्ने र यो जुन हामी देख्न सक्छौँ यहाँ खाल्टाखुल्टी उताबाट आउँदाखेरि चाहिँ उकालोमा चाहिँ यो एकदमै झापाखेलको यो जेम्सको उकालो नेरको बाटो चाहिँ यो एकदमै समस्याको बाटो हो। यो बन्दैछ, नबन्ने चाहिँ होइन, बन्ने कोसिसहरू भइरहेको होला, तर कहिले बन्छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। जस्तै यहाँ देख्न सक्छौँ हामीले यो खाल्टो कहिले पुरिने हो, अथवा यहाँनिर अब यति समयभित्र तपाईँहरू दुःख गर्नुहोस् भनेर आम नागरिकलाई मेयरले, सडक विभागले अथवा सरकारले भन्नुपर्ने हो। तर यहाँ त्यो भनेको अवस्था देखिँदैन। मेरो क्यामेरै फेरि तल झरिसक्यो। त्यसले गर्दाखेरि यो जुन छ बाटो, त्यसले धुलो हामी देख्न सक्छौँ। पानी नपर्दाखेरि अत्याधिक मात्रामा धुलो, अनि पानी पर्दाखेरि हिलो, र यो सुमेरुको यो साइडमा पानीको निकास छैन। यहाँ पुरै देख्न यो छेउछेउमा देख्न सक्छौँ। यो पेटी त बनेको छ, सडक पेटी भर्खरै बनेको पेटी हो, तर यो सबै पानी यतातिर पानी जमेर पुरै हिलो हुन्छ। र यो झापाखेल ठेचो सातो बाटोबाट ठेचोसम्म जाने बाटोको यो अवस्था छ। र यहाँनिर देख्न सक्छौँ यो भत्काएर पानी निकास गर्न खोजिएको छ। यो पनि अर्को एउटा मेजर समस्या छ यहाँनिर। यसरी अहिले पानी नपर्दाखेरि चाहिँ यो पुरै हिलो भइरहेछ। र यहाँ भर्खरै डोजर लगाएर केही दिन अगाडि अलिअलि पुरपार गरेको अवस्था हो, तर पानी चाहिँ म्याक्सिमम चाहिँ यहाँनिर पानी जम्ने समस्या, धुलो उड्ने समस्या, र यो एकदमै धेरै चलन चल्तीमा चाहिँ धेरै प्रयोगमा आउने बाटो पनि भएको कारणले गर्दाखेरि अब यो छेउछाउको चाहिँ जुन यो देखिराखेको छ हिलो पानी, अहिले त पानी परेको छैन, यो पुरै पानी जमेर यहाँनिर चाहिँ मान्छेले चाहिँ खाल्टाखुल्टी नै नदेख्ने अवस्था छ। मेरो क्यामेरा नै झर्ने अवस्था भएको छ। र यो हामीले यहाँनिर हेर्न सक्छौँ यो सबै बाटो माथि अलि माथि त बाटै नबनेर समस्या छ भने यहाँ चाहिँ अब यो सडक पेटी र यो पानीको अवस्था जुन देखिराखेको छ, यो पानी नपर्दाखेरि यहाँनिर यो बाटो एकदम पिच बाटो राम्रै थियो। यहाँ खानेपानीले पाइप खनिसकेपछि फेरि यो अवस्था भएको छ। यहाँ 2 दिन मात्रै भयो यहाँनिर 23 नम्बरको वडा अध्यक्षले आएर यहाँनिर अलिकति पुरपार गरेको देखिराखेको थियो। र झापाखेलको अवस्थामा चाहिँ यस्तो छ, दैनिक हजारौँ नागरिकहरू आवत जावत गर्ने बाटोको अवस्था चाहिँ यस्तो छ। 2 चोटि सांसद भइसक्नु भयो कि तोसीमा कार्कीलाई चाहिँ म एकदम ध्यान आकर्षण गर्न चाहन्छु। उहाँको दोस्रो कार्यकाल हो यो।
दोस्रो कार्यकालमा पनि उहाँले आफ्नो क्षेत्रलाई व्यवस्था गर्नु र मुखदर्शक बन्नु, कहिले आएर आफ्नो क्षेत्रमा यो जटिल यातायात जस्तो जटिल समस्याबाट जुन नागरिकहरूले दुःख पाइरहेछन् यो समस्यामा सहभागी बन्न नसक्नु, पहल कदमी लिन नसक्नु चाहिँ एकदमै हामी मतदाताहरूलाई चित्त नबुझेको अवस्था छ र हामी आम नागरिकले चाहिँ त्यसमा ठुलो गुनासो पनि प्रकट गर्न चाहन्छौँ उहाँप्रति, सरकारप्रति र यहाँको स्थानीय तहप्रति। सम्बन्धित निकायको ध्यान चाहिँ छिट्टै जाओस् र यसको चाहिँ सुधार होस्।